हेलो साथीहरू नमस्ते। फेरि स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ भिडियोमा। साथी आज मेरो यो फ्र्याक्सनको नयाँ पार्ट रहेछ, यानि कि पार्ट 3 भिडियो रहेछ यो। हामीले पार्ट 1 मा हामीले इन्ट्रोडक्सन अफ फ्र्याक्सन भनेर पढेको थियौँ। पार्ट 2 मा हामीले एडिसन अफ सबट्र्याक्सन गरेको थियौँ। हामीले कसरी फ्र्याक्सनलाई जोड्ने हैन, लाइक फ्र्याक्सनलाई अनलाइक फ्र्याक्सनलाई कसरी जोड्ने हामीले यो कुराहरू जानेको थियौँ। र आज हामी साथीहरू सबट्र्याक्सन अफ फ्र्याक्सन गर्ने है, हामीले फ्र्याक्सनलाई कसरी घटाउने। ल ढिला नगरिकन साथीहरू म यहाँ पहिला लाइक फ्र्याक्सनलाई सबट्र्याक्ट गर्दैछु है साथीहरू। यहाँ त 5/6 - 3/6। अब यो त सजिलो छ त साथीहरू हैन, यो त हामीले गरिहाल्छौँ, मजाले गरिहाल्छौँ। हामीले यो 6 को 6 मजाले लेख्न सक्छौँ। लाइक टर्म भयो भने हामीले 6 यहाँ लेख्ने, अनि 5 - 3 गर्ने, अनि 5 - 3 = 2/6, अनि 2 3 जा 6, यानी कि 1/3 हाम्रो एन्सर हुने भयो। अब साथीहरू अब हामी गर्ने अनलाइक टर्म है साथीहरू। अनलाइक फ्र्याक्सन हामीले कसरी सबट्र्याक्ट गर्ने। अब यहाँ त जस्तै 9/5 - 2/3। अब यहाँ त साथीहरू हामीले सेम अघि जस्तै हामीले एड गरे जस्तै हामीले के गर्ने, हामीले यो अनलाइक फ्र्याक्सनलाई हामीले लाइक फ्र्याक्सन बनाएर पनि गर्न सक्छौँ, कि त हामीले एलसीएम आयो भने हामीले एलसीएम बनाएर पनि गर्न सक्छौँ है साथीहरू। ल अब एलसीएमबाट गर्दाखेरि यहाँ त यसको एलसीएम कति हुने भयो, 15 हो कि हैन, 15 हुने भयो। अनि 9 * अनि 5 * 3 = 15। यहाँ 3 लेख्ने, यो क्रिस क्रस जानुपर्छ है साथीहरू। यहाँ 2 * यो 5 लेख्ने = 9 3 जा 27 - 5 2 जा 10/15। और 27 बाट 10 गयो भने 17/15 हाम्रो एन्सर हुने भयो साथीहरू। अब ल साथीहरू, अब मैले योभन्दा अगाडिको भिडियोमा पनि मैले एलसीएमबाट पनि गरेको थिएँ, र अनलाइक फ्र्याक्सनलाई लाइक फ्र्याक्सनमा कन्भर्ट गरेर पनि बनाएको थिएँ। त्यसै गरी यहाँ त 9/5 - 2/3 सेम क्वेसन रहेछ। सेम अघि जस्तै गर्ने, 5 * यो 3 यहाँ लेख्ने, 9 * 3 माथि पनि 3 लेख्ने, -3 * यो 5 हामीले यहाँ लेख्ने, अनि 2 * फेरि माथि हामीले लेख्ने। 5 3 जा 15, 9 3 जा 97 - 5 2 जा 10, 5 3 जा 15। अब त हाम्रो के भयो साथीहरू, यहाँ त लाइक फ्र्याक्सन भयो नि त। अब लाइक फ्र्याक्सन हामीले इजिली सबट्र्याक्ट गर्न सक्छौँ। 27/10, यो 27 - 10 हामीले यहाँ गर्ने, अनि कति भयो त 17/15। यो हाम्रो एन्सर हुने भयो। सजिलो छ नि त साथीहरू। अब त्यसै गरी अब हामी 3 वटा टर्मवाला पनि गर्न सक्छौँ हैन। अब यहाँ त अब 3 वटा टर्म भएको हामीले अब सबट्र्याक्सन कसरी गर्ने। यहाँ जस्तै 20/3 - 5/2 - 4/, मानौँ यहाँ 5 लेखौँ हैन। अब यहाँ साथीहरू सेम हामीले एडिसन जस्तै के गर्ने, यो अनलाइक फ्र्याक्सनलाई लाइक फ्र्याक्सनमा कन्भर्ट गर्ने। अब कसरी गर्ने, 3 * यो 2 मल्टिप्लाई गर्ने, अनि यो 5 पनि के गर्ने, मल्टिप्लाई गर्ने। माथि पनि सेम त्यस्तै गर्ने, यो 2 माथि लेख्ने, अनि यो 5 पनि के गर्ने, माथि लेख्ने। फेरि -2 * यो 3 मल्टिप्लाई गर्ने, अनि यो 5 चाहिँ मल्टिप्लाई गर्ने। फेरि 5 * 3 * 5, यहाँ फेरि -5 *
3 into 2 माथि पनि गर्ने 4 into 3 into 2। अब यहाँ त साथीहरु 20 into 2 equal to 40 हैन 22 into 2 equal to 40 अनि 40 into 5 equal to कति हुन्छ 5 4 जा 20 20 अनि यो 0 चाहिँ लेख्ने। यसरी हामी 200 गर्न सक्छौं सजिलो तरिकाले 200 by अनि 3 2 जा 6 अनि 6 5 जा 30 फेरि माइनस 5 3 जा 15 अनि 15 5 जा 75 अनि यो पनि हाम्रो 30 हुने भयो माइनस 4 3 जा 12 अनि 12 2 जा 24 यो पनि हाम्रो 30 हुने भयो। अब त्यसैगरी यहाँ त अब के भयो साथीहरु यहाँ त यो अब जति पनि हाम्रो यो तीनवटा रहेछ हैन फ्र्याक्सन रहेछ सबै के हो अब लाइक फ्र्याक्सनमा कन्भर्ट भइसक्यो अनलाइकबाट लाइक फ्र्याक्सनमा कन्भर्ट भइसक्यो। अब त हामी सजिलो तरिकाले गर्न सक्छौं हो किन 30 हामीले सिम्पली यहाँ यसरी लेख्ने त्यसपछि 200 minus 75 minus 24 ल पहिला हामी यो 200 बाट 75 माइनस गरिहालौं त कति भयो 125 minus 24 by 30 अब इक्वल टु 125 minus 24 इक्वल टु 101 by 30। अब यो 101 हाम्रो के भयो साथीहरु यो प्राइम नम्बर भयो त्यही भएर हाम्रो आन्सर कति हुन्छ यति हुन्छ। ल साथीहरु यो चाहिँ हाम्रो के हो सबट्र्याक्सन अफ फ्र्याक्सन। अब होप साथीहरु तपाईहरुले अब एडिसन र सबट्र्याक्सन गर्न जान्नुहुन्छ। भिडियो मन परेमा भिडियोलाई लाइक गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला र फेरि अर्को पार्ट लिएर आउँछु साथीहरु फ्र्याक्सनको फेरि अर्को पार्ट आउँछ। अब पार्ट 4 मा आउँछ है साथीहरु भिडियो। हस्त धन्यवाद।